हामी चाहिँ गएको आज भुटान र भुटानभित्र बसेर देखाउँछ हामीले के किन्दो रहेछ भनेर मेरो नन्दा ऊ चाहिँ ऊ अन्त मेरो छोरो जान्छ मेरो फेसबुक फ्यामिलीलाई यो भिडियो चाहिँ अस्तिको थियो र मैले चाहिँ बल्ल टाइम निकालेर चाहिँ एडिट गरेर चाहिँ आज चाहिँ पोस्ट गरेको। नमस्ते सबैलाई, म अम्बिका र आज चाहिँ मैले भुटान टुर गराउँदैछु है। जहाँ जहाँ म कभर गर्न सक्छु म त्यहाँ देखाउँछु र यो भिडियो चाहिँ स्पेसली मेरो फेसबुक फ्रेन्डहरूलाई छ जो चाहिँ जयगाउँबाट होइन, किनभने जयगाउँको बस्नेहरूलाई त सबैलाई थाहा छ है भुटान के कसो छ भनेर। र हाम्रो लागि चाहिँ आँगन जस्तै हो र जो भुटान अब जस्तो अब जो इन्डियामा जस्तो हाम्रो जयगाउँमा बस्नुहुन्न उहाँहरूको लागि चाहिँ स्पेसली यो भिडियो बनाएको। र यहाँबाट चाहिँ एन्ट्री हुन्छ, तर यो एन्ट्री गरेको भिडियो चाहिँ मैले बनाएन किनभने त्यहाँ भिडियोहरू गर्ने एलाउ पनि छैन। र तपाईँहरूले पनि कसैले आउँछु भनेर सोच्नुहुँदैछ भने चाहिँ आफ्नो आइडी प्रुफ चाहिँ बोकेर आउनुहोस् होला। जस्तो भोट कार्ड, आधार कार्ड, चाहे पासपोर्ट, तिनवटामा एउटा चाहिँ म्यान्डेटरी छ, ल्याउनै पर्छ, नत्र भने चाहिँ एन्ट्री गर्नु पाउनुहुन्न। र म चाहिँ यहाँ हामीले यो दोकान पस्छु किनभने यहाँ चाहिँ नि सबै ब्याङ्कको सामानहरू ल्याउँछ कि बिस्किटहरूदेखिको लिएर सबै कुरा र म चाहिँ लिएर आउँछु। र यो यहाँ ओके बिस्किट भन्ने पाउँछ, त्यो चाहिँ मैले भरभरकै लिएर आएँ किन हामी सबैले मन पराउँछ। र कसैले एल्कोहलको बारेमा सोच्नुहुँदैछ भने चाहिँ अहिले चाहिँ नआउनुहोस् होला, किनभने अहिले ब्यान्ड गरिदिएको छ, लानु दिँदैन। आफ्टर भोट चाहिँ दिने कुरा छ र अहिले चाहिँ नसोचे नै हुन्छ, अहिले चाहिँ कसैले लानु दिँदैन रहेछ। र म पनि धेरै दिनको बादमा आएर चाहिँ मैले यो देखेको, यो यति राम्रो जग्गा बनाएको छ नि, राति चाहिँ यो लाइट बल्छ अरे। र हामी चाहिँ 6 बजीतिर पुग्दाखेरि उज्यालै थियो र लाइट चाहिँ बलेको थिएन। र म जहाँ जहाँ जाँदा चाहिँ मैले नाम मेन्सन गरिदिँदैछु र जहाँ जहाँ जाँदाखेरि नाम मेन्सन गरिरहेको छु। जहाँ जहाँ चाहिँ नाम छैन त्यो चाहिँ सोच्नु कि मलाई पनि थाहा छैन रहेछ भनेर त्यो सोच्नुहोस् होला, किनभने कतिवटा जग्गा मलाई पनि साँच्चै नै थाहा छैन। जहाँ जहाँ थाहा छ मैले त्यो चाहिँ मैले नाम मेन्सन गरिदिइरहेको छु। र यहाँ चाहिँ हामीहरू गएको थियो वाव 100मा। बहिनी पनि फर्स्ट टाइम आएको नि त, मैले बहिनीलाई देखाउनलाई ल्याएको, म त पहिला पनि आइपुगेको थिएँ 1-2 चोटि। र यहाँ चाहिँ यस्तो छ कि सानोदेखिको लिएर ठुलो चिज सबै 100 रुपियाँमा पाउँछ। फर्स्ट दिन म आउँदाखेरि चाहिँ म पनि सक भएको थिएँ कि 100 रुपियाँमा यत्रोबडे कप कसले पैसा दिने भन्ने, मलाई चाहिँ त्यो भयो है। र मैले त्यही सोचेँ 100 रुपियाँ फ्याँक्नु यस्तोलाई भन्दाखेरि फेरि यो प्लेटहरू देख्छु यो पनि 100 रुपियाँ भन्दाखेरि त छक्क पऱ्यो म। त्यो 100 रुपियाँमा र कुनै चिजमा पैसा फ्याँक्दाखेरि कस्तो के फ्याँक्नु यत्रो चिजमा भन्दाखेरि ठुलो पाउँदाखेरि फेरि काहीँ खुसी छ भने मन दुख्दैछ भने काहीँ फेरि खुसी पनि लाग्दो रहेछ कि 100 रुपियाँमा ठिकै हो नि, यो त जस्तै टाइपको हुने रहेछ। र तपाईँहरूलाई कसैलाई चाहियो भने चाहिँ गएर किन्नुहोस् होला, एकदम दामी दामी सामान पाउँछ है। र त्यहाँबाट चाहिँ हामीहरू गयौँ भुटानको सब्जी मार्केट, जहाँ चाहिँ लोकल सब्जी मार्केट छ। र म चाहिँ हिँड्दा हिँड्दै मेरो आँखा यस्तो पऱ्यो कि यस्तो हेरेको त माइ गुडनेस, मेरो छोरीको त रेस्टुरेन्ट पो रहेछ यहाँ। र म चाहिँ जाउँ न के छ यहाँ, आर्याको नाममा रेस्टुरेन्ट रहेछ, एकताल हेरौँ न भनेर गएको त। खानेकुराहरू यति टेस्टी पाउँदो रहेछ। र हामीले चाहिँ यहाँ कफीहरू खायौँ र फोटो नखिच्ने कुरा त आउँदैन, फोटो खिच्यौँ। यहाँ सेल्फी पोइन्टहरू यति दामी दामी रहेछ र फोटोसोटो खिचेर हामी निस्क्यौँ। गएर चाहिँ हामी फेरि त्यहाँ लोकल मार्केट गयौँ। र तपाईँहरू पनि कसैलाई है ट्राभल गर्दाखेरि सब्जीहरू लानु इच्छा छ भने चाहिँ यहाँबाट लानुहोस् होला, एकदम राम्रो छ। जो चाहिँ सबै कुरा ड्राई पाउनुहुन्छ, सागदेखिको लिएर कोपीदेखिको लिएर जस्तो मसरुमहरू सबै उयो पाउँछ। ट्राभल गर्नु चाहिँ धेरै सजिलो, कुहिन्छ भन्ने डर हुँदैन। र अब जस्तो बिग्रिन्छ कुहिन्छ चाहे तपाईँको चुन्छ यस्तो चाहिँ हुँदैन, सबै ड्राई पाउनुहुन्छ, सबैभन्दा पनि सबै कुरा ड्राई र एकदम अर्ग्यानिक। यहाँ चाहिँ एकदम राम्रो पाउँछ, सबै बस्तीबाट आउँछ, एकदम राम्रो आउँछ। जुन चाहिँ हामीले हाइब्रिडहरूको खाँदैछ नि, यहाँ चाहिँ हाइब्रिड एकदम धेरै नै कम्ती भएको। र यहाँ चाहिँ ड्राई चिल्लीहरू थियो, ड्राई फिसहरू थियो। र मैले चाहिँ ड्राई चिल्ली किनेँ, मलाई चाहिँ चाहिरहेको थियो। र ड्राई चिल्लीको दाम सुनेर चाहिँ झन्डै त्यहीँ ढलिनँ म, यति महँगो रहेछ। र मलाई चाहिँ यो साङधुप कि सालधुप है कस्तो मिठो लाग्छ नि यसको स्मेल चाहिँ। मैले अलिकति भए पनि म लिएरै जान्छु भनेर सोचेको थियो, सामान किन्दा बिर्सेछु मैले चाहिँ। र म अब नेक्स्ट टाइम जाँदा चाहिँ म स्योर किनेर ल्याउँछु किन मलाई धेरै मनपर्छ। रेड राइसको दाम हेर्नु न 130 260 गरेर है रहेछ। तर यो राइस यस्तो मिठो हुन्छ नि, मतलब अलिकति खाँदै कस्तो अगाउँछ कि मिठो लाग्छ। र यो चाहिँ हो याकको छुर्पी अरे। र हामी दुईजना छुर्पी लभर होइन, र हामी दुईजनाले किनेर। र मलाई चाहिँ यो सेतो खालको उयो ड्राई उयो पनि मनपर्छ, चिल्ली पनि एकदम दामी हुन्छ। र हामी दुईजना चाहिँ गएको थियौँ पिएचसी ग्राउन्ड गएको थियौँ। र वहाँ जाँदा चाहिँ साह्रै अँध्यारो भइसकेर भिडियोहरू पनि राम्रो आएन, मैले त्यही लागि त्यसको चाहिँ बनेन। म नेक्स्ट टाइम जाँदाखेरि चाहिँ अलिक दिउँसै गएर म तपाईँहरूलाई त्यसको पनि भिडियो देखाउँ, त्यहाँ त अझ राम्रो छ, तपाईँहरूले देख्यो भने खुसी हुनुहुन्छ, एकदम दामी रहेछ भनेर। र त्यहाँबाट चाहिँ हामीहरू फर्क्यौँ र यही हो हाम्रो ब्युटिफुल भुटान। र यो भुटानको ठाउँमा हामी बसेर हामी जयगाउँ बसेर नि मतलब खुसी लाग्छ क्या, प्राउड फिल हुन्छ, वाह हामी जयगाउँ बस्छ, किनभने हाम्रो घर ठाउँतिरै भुटान छ। जो चाहिँ मान्छेहरू टाढटाढबाट धाएर आउँछ है हेर्नुको लागि,
यो भुटानको यो फोटो मात्रै हुन्छ नि, गेटको फोटो मात्रै खिच्नु लागि भए पनि मान्छेहरू आउँछ र मलाई एकदम हुन्छ। र यहाँको रुलहरू यति राम्रो छ नि, जुन चाहिँ अब हामीले जेब्रा क्रसिङ गर्दाखेरि अलरेडी उनीहरूले गाडी रोकेर बस्छ, मान्छेलाई जानु दिन्छ र मात्रै उयो गर्छ। यति राम्रो निट एन्ड क्लिन छ यो, एकदम डिसिप्लिन राम्रो भएको जग्गा छ। र त्यसैले चाहिँ मान्छेले धेरै जस्तोले बाहिरबाट आउने मान्छेहरूले चाहिँ भन्दो रहेछ यसलाई फरेन कन्ट्री। र यो हो भुटान गेट। एकदम एकछिन म तपाईँलाई यताबाट देखाउँछु, दामी रहेछ। यो चाहिँ हो भुटान गेट। र कस्तो लाग्दैछ कमेन्ट गरिदिनुहोस् होला यो भुटान गेटलाई। 1 लाख त भन्दा है भुटान गेटको लागि। र यो एल्कोहलको यो जस्तो अब तपाईँले ड्रिङ्कहरू निकाल्नु नदेखेर चाहिँ यो खाली खाली, नत्र भने चाहिँ तपाईँहरूलाई म देखाउँछु कहिले जिन्दगी खाली हुँदैन। यति लाइन बस्नुपर्छ नि। र आज चाहिँ एकदम खाली थियो, म सक भएँ। म कहिले पनि देखेको थिएन मैले यति फ्रीमा चाहिँ हामी आउनु जाँदाखेरि दुई खेपै मान्छे नभेटेको कि, खाली खाली थियो। र यो भिडियोको जस्तो अब तपाईँहरूलाई भुटान कस्तो लाग्दैछ है मलाई कमेन्ट्स गरिदिनुहोस् होला। र म नेक्स्ट टाइम अर्को जग्गा जाँदाखेरि चाहिँ म तपाईँलाई सबै कभर गरिदिन्छु। र यही थियो मेरो आजको भिडियो। तपाईँलाई के कसो लाग्छ लाइक कमेन्ट्स गरिदिनुहोस् होला र कमेन्ट गर्नु नबिर्स्नु होला र सब्सक्राइब गरिदिनुहोस् मेरो युट्युब च्यानललाई। भेटौँ नेक्स्ट ब्लगमा। थ्याङ्क्स फर वाचिङ, बाई बाई।